सो आज चाहिँ रातिको 10 बजे चाहिँ चटपटे पार्टी गऱ्यो है साथीहरू। सो हेलो फ्यामिली, के छ मेरो चाहिँ एकदम ठिकठाक छ होइन, हजुरको पनि ठिकठाक नै होला होइन। आज चटपटे बनाएर खानु पर्यो भनेको त चटपटे बनाउनुभन्दा अगाडि चाहिँ चटपटे पार्टी भनौँ न आज चाहिँ होइन। सो चटपटे पार्टी गर्नुभन्दा अगाडि त दिदी चाहिँ डान्सतिर लाग्नु भयो होइन। सो अनि रातिको चाहिँ 10 बजेको थियो। सो अब रातिको 10 बजे पनि यसो चटपटे पार्टी गरौँ न त भनेर चाहिँ दिदीभाइको सल्लाहमा चाहिँ यो प्लान गरियो होइन। अब चटपटे त बनाउने, सो के लगाउने भनेर यसो छलफल पनि गर्नु पर्यो। सो अब कागती पनि काट्यो, अरू चाहिँ बदामहरू प्याजहरू चाहिँ अगाडि नै रेडी थियो। अनि सबै थोक रेडी नै बनाएको थियौँ, प्याजहरू काटेर चाहिँ अगाडि नै थाहा थियो नि त, अगाडि नै प्लान गरेको थियौँ हामीले चाहिँ यता चटपटे खाने भनेर। अनि सो अब चटपटे बनाउनतिर त लाग्नु पर्यो भनेर अब चटपटे बनाउन चाहिँ लाग्यो होइन। सो अब कस्तो हुन्छ है त हेरौँ है त, चटपटे चाहिँ अब बनाउँदै के कस्तो हुन्छ होइन। अनि टक्क अरू चाहिँ सबै रेडी थियो, चाउचाउ पनि हालिसकेर यता दालमोट पनि लगाइयो होइन। यो दालमोट भन्दा नि भुजिया होइन। अनि त्यहाँबाट त्यसको खोर्सानी, चाउचाउको खोर्सानीहरू लगाएर सो टमाटरलाई पनि धोइ पखाली गरेर लगाएर अनि भुजा ठिक्क थोरै खाने मिठो खाने भनेर चाहिँ एकदम थोरै बनाइयो 3 जनालाई। अनि चाहिँ यता म चाहिँ तेल लगाउनेतिर लागेँ। सो अलिकति थोरै तेल मात्र लगायो, तर अलिक बढी नै भएको थियो होइन तेल चाहिँ। अनि यता दिदीले खोर्सानी पनि लगाउनु भयो ठिक्क सबै थोक, नुन मरमसलाहरू मिलाएर। अनि चाहिँ अब अमिलो त घोल्नु पऱ्यो, फेरि त दाना भयो भने मजा हुँदैन है खान। सो अमिलो चाहिँ मजाले नै घोलिनु नै पर्छ होइन। सो यता दिदीले चाहिँ अमिलो घोल्नतिर लाग्नु भयो। अनि अमिलो पनि घोलिसक्यो, अमिलो घोलेर अमिलो लगाइयो। अनि फेरि यता अघि अमिलोसँग चाहिँ त्यो कलर अलिकति घोल्नुपर्ने रहेछ होइन, अगाडि नै मिस्टेक भइहाल्यो। सो अलिक धेरै नै गिलो भयो, गिलो नहाले नि अब यो अमिलोको र यो कलरको पानीले गर्दा अलिक बढी नै गिलो भएको थियो चटपटे चाहिँ होइन। तर पनि ठिकै छ भनेर अनि यता दिदी चाहिँ लाग्नुभयो अब यता चटपटे घोल्नतिर होइन। अनि चटपटे चाहिँ हेर्दा चाहिँ अब यसो हेर्नु है कस्तो छ होइन। अब खाँदा चाहिँ एकदम बवाल नै भएको थियो। सो चम्चीले नघोलिदिएर चाहिँ यता दिदीले चाहिँ हातले घोल्न लाग्नु भयो। अनि सो अब चटपटे कस्तो भयो त, अब के लाग्यो के लागेन चाख्नु त पर्यो भनेर त्यहाँ दिदी चाहिँ चाख्नतिर लाग्नु भयो चटपटे। अनि अब आफूले त गर्ने केही होइन, अब यही भिडियो बनाउने हो होइन। अब त्यही हो मेरो चाहिँ काम, त्यति नै हो, अरू त केही नै गरिनँ। सो मैले पनि चाहेको चटपटे एकदम ठिकठाक नै थियो होइन। सो यतिको चाहिँ चल्छ रातिको 10 बजे, अरू सामान कहाँ खोज्न जाने भन्दा यतिको चल्छ भनेर अलिअलि चाहिँ छर्किएर चाहिँ अनि अब लाग्यो हामी रुमतिर। अनि चटपटेसँग त अब केही त चाहियो भनेर चाहिँ एउटा डिउ थियो, सो अस्तिको रको डिउ थियो पूजाको। सो त्यही पूजाको डिउ थियो। सो यता फेरि डिउ खोलेको, यता अलिअलि पोखी नै हाल्यो डिउ चाहिँ होइन। अब कहिलेकाहीँ त्यस्तो हुन्छ होइन। अनि त्यस पछाडि यता दिदी चाहिँ लाग्नुभयो डिउ लगाउनतिर, म चाहिँ लागेँ भिडियो खिच्नतिर। चटपटे चाहिँ एकदम बवाल नै भएको थियो। यसो बेलुकाको पार्टी